19मा यौन दुर्व्यवहार र मानव तस्करीका आरोपमा गिरफ्तार भए। उनीमाथि मुद्दा चल्यो, उनी दोषी ठहर भए र जेल पनि गए। 2019मा जेलभित्रै भएको बेलामा उनको शङ्कास्पद मृत्यु भयो। आधिकारिक रूपमा त्यसलाई आत्महत्या भनियो, तर उनीसँग साँठगाँठ भएका ठुला ठुला व्यापारी, वैज्ञानिक, राजनीतिज्ञ, कलाकार र पहुँचवालाहरूसँग भएको उनको जुन लिङ्क थियो, त्यो अपराधमाथि पर्दा हाल्नको लागि र त्यसलाई लुकाउनको लागि मारिएको भन्ने कन्स्पिरेसी थ्योरी पनि उत्तिकै छ। अर्थात् आत्महत्या गरेका हुन् कि मारिएका हुन् अहिलेसम्म थाहा छैन, तर आधिकारिक रूपमा आत्महत्या गरेको भनिएको छ। यो बारेमा अमेरिकी जस्टिस डिपार्टमेन्टले धेरै समय लगाएर लुकाएर राखेका कुराहरू, केही कुरा छोपेर केही कुरा उदाङ्गो पारेर 60 लाख पेजको डकुमेन्ट सार्वजनिक गरेको छ। अझै पनि त्यो आउने क्रम जारी छ, जसमा 2000 वटा त भिडियो र 1,80,000 वटा त फोटोहरू मात्रै छन्। सबै पढ्न सम्भव नै छैन। यो निस्कने बित्तिकै विश्वभरिमा यसले तहल्का मचायो। ठुला ठुला मानिसहरू र मै हुँ भन्नेहरूको नि सातो गयो। कतिको नाम मात्रै जोडिएको छ त्यो फाइलमा, कतिले गलत काम नै गरेको प्रमाण आएको छ, कति एप्स्टिनसँग साझेदार नै भएको कुरा पनि बाहिर आएको छ। यसैको कारण विश्वभरिमा धेरै मानिसहरूको राजनीति र नैतिकता डामाडोल भएको छ, माटोमा मिसिएको छ। लुकाएर लुकाइ नसक्नु, बचाएर बचाइ नसक्नु भएको छ धेरै मानिसहरूलाई। नेपालसँग सम्बन्धित चाहिँ त्यसमा के छ त भनेर खोज्दाखेरि लगभग 100 वटा भन्दा बढी इमेल र डकुमेन्टहरू नेपालबारे पनि भेटिन्छ त्यहाँ, जसमध्येमा धेरैवटा चाहिँ कार्पेट, क्युरियो र फर्निचरसँग सम्बन्धित छन्। जस्तो कि यो इमेलमा हामीले पठाएको कार्पेट कस्तो लाग्यो, कहिले डेलिभरी गरिदिउँ भन्ने खालको लामो कुरा गरिएको छ त्यहाँ, तेन्जिङ नेपाली भन्ने मान्छे मार्फत। अर्को यो इमेलमा पनि त्यो अक्वा रग र त्यसको साइज अनि फोटो पठाउन भनिएको छ। अक्वा रग अर्थात् पानी जस्तै रङ भएको कार्पेट। यो इमेलमा 33 वर्षीय सीता गुरुङ भन्ने महिलाको पिक्चर आइडी पठाइएको र उनी घर आएपछि काम गर्न राम्रो छिन् भन्दै सी इज सिङ्गल, सी इज फ्लेक्सिबल एन्ड सी क्यान वर्क ओभर द विकेन्ड्स भनेर लेखिएको छ। यहाँ अर्को डकुमेन्टमा पनि अर्की न्याङस्याल लामा भन्ने महिलाको रेज्युमी पठाएको देखिन्छ। नेपालमा जन्मिएको, तिब्बती भाषा मजाले बोल्न सक्ने, इङ्ग्लिस ठिकै भएको भनिएको छ उनको, उनलाई पनि घर आएपछि काम गर्न सक्ने भनेर लेखिएको छ। यहाँ अर्को इमेलमा सेक्युरिटी अपडेट भन्दै धेरैवटा लिङ्कहरू भएको एउटा डकुमेन्ट पठाइएको छ, जसमा 2017 सालतिर नेपालको तराईतिर भएको आन्दोलनको चर्चा गरिएको छ। नेपालको एमाले पार्टी संविधान संशोधनको विरुद्धमा छ भन्ने खालका समाचारहरूको लिङ्क पनि पठाइएको छ। इन्फर्मेसन जस्तो मात्रै देखिन्छ यो अर्को इमेलमा नेपाल र तिब्बतका बच्चाहरू कहिले पनि बिरामी नहुने हुनाले तिनीहरूको दिशाको स्याम्पल लिने कुरा गरिएको छ। अर्थात् त्यहाँका बच्चाहरूलाई मेडिकल प्रयोगको रूपमा हेरिएको जस्तो देखिन्छ त्यहाँ। योभन्दा अरू पनि धेरै कुराहरू छन् त्यहाँनिर नेपालबारे एप्स्टेन फाइलमा, तर ठुलो महत्त्वको र तहल्का मचाउने खालको कुरा केही पनि देखिँदैन, विवादास्पद केही पनि देखिँदैन, यदि कन्स्पिरेसी थ्योरी त्यसभित्र नघुसाउने हो भने। अर्थात् सारांशमा नेपालमा त्यस्तो अन्डरलाइन गर्नै पर्ने खालको केही पनि कुरा देखिँदैन, तर कतै कतै मानिस